फलाजाम माछाले मलाई पनि अलिकति भाडा चाहियो पर्छ नि त गाइज वेलकम टु माई न्यू ब्लग हैन अनि तपाईहरुलाई स्वागत छ मेरो युट्युबमा पनि आजदेखि मैले ब्लग स्टार्ट हान्दैछु धेरै भएको थियो ब्लगहरु नहालेको अनि यता मेरो साथी छ यहाँ अनि यो रमेश साथी चिनिहाल्नुहुन्छ यसलाई त रेशम साथी अनि यता केटाहरुको छ यहाँ हन्डा मेरो यता छ फेरि बुलेट भने नि क्रस फायर भने पनि यो अनि आज मैले मेरो घोडालाई चाहिँ घरमै छोडिदिएर अनि यहाँ धान सुकाएको छ है अनि लुगा सुगा चट्ट लाएर धोएर अब मेरो यता बुलेटमा अब चाहिँ हामी जान्छौँ कवर काट्नलाई समयगढ हाम्रो रेशम साथी होइन अहिले फेरि भ्यू चाहिँ दामी छ क्या बबाल आइरहेछ अनि गाइज मैले चाहिँ धेरै भएको थियो क्या यस्तो लङ भिडियोहरू नबनाएको अनि मैले टिकटकमा यस्तो सर्ट भिडियोहरू त बनाउँथेँ अनि मिनी भ्लगहरू बनाउँदै थिएँ अनि त्यसमा धेरै भयो क्या मैले नबनाएको युट्युबको लागि अनि आजदेखि चाहिँ मैले युट्युबको लागि थाल्दैछु लङ भिडियो माया गरिदिनु होला अनि कपाल काटेर आउँछु आज अनि त्यसै गाइज मेरो चाहिँ यहाँ पम्प पनि हल्का कम रहेछ बुलेटमा अनि यसलाई हामी चोकतिर यसो पम्पसम्म डालेर जान्छौँ फेरि है अनि रोसे चाहिँ फेरि एकदम हेन्सम भएको छ गाइज यार कसले छोडेपछि त यसले त के लुक्स बनायो यार के खान्छ चाहिँ रात भन्दैन साँच्ची खसीको मासु डेली खान्छ गाइज तपाईँहरू पनि आफ्नो अनुहारलाई हेन्सी बनाउन सक्नुहुन्छ अनि यता फेरि हाम्रो झोलेका डाँडा आउँदैछ फेरि हाम्रो गाउँको डोनहरू फेरि यिनीहरू दादाहरू केटाहरूको साथी है गएर रुङ्दैछ केहरूतिर साथी नाम आइवा भति फेरि हाम्रो बुलेटमा आज चलपल हुँदैछ फेरि के छ पटेल सर कपाल काट्नु जाने ल ल ल तैँले बिग फ्यान भन्नुहोस् यार अनि लगाइ जब चाहिँ हामी म पम्पसम्म लाएर डाइरेक्ट अब हेर चोकमा भेट्छु अनि त्यही छ हेर्दै गर्नु होला लाइक हान्नु सानो लाइक हान्नु मेरो बुलेटमा नि हालेर यसको हन्डामा पनि हालेर कपाल त खतरा देखिन्छ नकाट होला यार पम्पसम्म हालियो म हाफ्सलो भान होला तैँले यार लगाइ छैन यहाँ बाल हान्नु चाहिँ आएको तर यहाँ चाहिँ मान्छेको भिडै भिड छ जाम लागिरहेको छ यहाँ अनि हामी यता फेरि आज चाहिँ फेरि साउन्डको अन्तिम भएर होला यहाँ पुरै प्याक छ अनि आज त कतिजनाको हानिदिइसक्नु भयो बाल अब अहिलेसम्म चाहिँ लगभग 20-20जना जतिको हान्नु होला अझै पनि लाइनमै छन् मान्छे रुँगेको ल म पनि त अहिले आउँछु ल धेरै बेर लाग्ने भएर अब हामी चाहिँ जान्छौँ यता माथि पुलतिर बुलेटमा हिँड्न यत्रो बुलेट छ यार होइन तँलाई बस्नु त पर्छ यसले कुदाइहाल्छ नि रमेशले यार उकालोमा लगाइ हामी पुलतिर जाँदैछौँ अब माथि पुलमा जान्छौँ त्यहाँ हामी यो के पुल हो ढ्याङ्ग्री पुल आइसकेपछि मेसिन यहाँ चलपल दिनुलाई अनि त्यही छ गाइड अब फेरि गएर कपाल काट्नुको लागि आधी 1 घन्टा पर्खिनु पर्ने भयो अनि यता आयौँ हामी यहाँ फोटो खिचेर हामी राम्रो चलपल दिँदैछौँ पुलमा अनि बाढी चाहिँ अहिले आएको छैन गाइड हिजोसम्म चाहिँ बाढी आएको थिएछ अनि अहिले चाहिँ सुकेछ पानी हल्का बग्दैछ यहाँ ओ मेरो साइकल माथि नडा न यार पम्चर बनाइन्छ नि फेरि बस्ती भर पम्चर टालेको यार अनि अब के भन्नु गाइज अहिले हामी फेरि कपाल काट्नु गरेर ब्लग फेरि स्टार्ट हान्छु होइन अहिले चाहिँ म अब फोटोसोटो खिच्छु यहाँ दारी काटेपछि मलाई फेरि कस्तो देखिन्छ होइन तपाईँहरू कमेन्ट गरिदिनु होला दारीले चाहिँ अलिक स्वागत छैन जस्तो लाग्छ मलाई दारीले अलिक स्वागत छैन अनि लगाइ जब फोटोसोटो हान्छु म पनि यिनीहरूको चाहिँ मैले खिचिदिइसकेँ फोटो अनि म पनि हान्छु अब ढ्याक्क लाएर लगाइ फोटोसोटो पनि हान्यो अनि लगभग हामी यहाँ आएको 10-15 मिनट भयो अनि अब फेरि हामी गएर उहीँ भेट्छौँ तपाईँहरूलाई फेरि मेरो यो धेरै बानी हराएर होला कि यो भ्लग नबनाएर लामो भ्लगर नबनाएर मलाई यो अनि मात्रै भन्नु आइरहेछ त्यही छ ल अब हामी फेरि उहीँ जान्छौँ ताइकोमै चलपल हामीले पुलतिर पनि दिउँ ल अब ताइकोमै गएर भेटौँ कतिजना भर्खर 1-2जना सक्नु होला अहिले पनि 10 मिनट जति भयो एकजनाको सक्यो होला अनि फेरि गएर हामी कपाल काटेर अनि चलपल दिने लगायत हेर्दै गर्नु लगायत अहिले चाहिँ यहाँ खाली हुँदैछ अब एकजना भाइ पछाडि हाम्रो टर्न त्यता कट लाग्दैछ अहिले म मेरो हान्दाखेरि चट्ट देखाउँछु तपाईँहरूलाई अनि यो घसिटा रामको पनि हान्ने यसलाई पनि देखाउँछु म अहिले तैँले चाहिँ कुन कट हान्ने खड्क्यो भने त तँ यो 40को हान्नु होला यार स्पाइडरवाला लगाइस मोबाइल देखाउँछु तपाईँहरूलाई अब फाइनल लुक्स कपाल काट्दाखेरि
लगाइज होइन करिब हामीले चाहिँ आधी 1 घन्टाको वेट पछाडि अब चाहिँ कपालको दाह्री टिपाल्ने टाइम आएको छ। पहिला यसलाई काट भनेको काट्दैन अरे, त्यसले पनि काट्दैन। अनि मै हाल्छु फेरि सोल्टिनी धेरै पछि गाइज कपाल हान्न आएको भिडियो बन्दैछ होइन। पहिला मेरो लास्ट टाइम पनि कपाल काटेको गएर चाहिँ मैले युट्युब भिडियोहरू बनाउनु छोडेको थिएँ, टिकटकतिर लागेको थिएँ। अब फेरि युट्युब भिडियोतिर म डेली टाइम दिन्छु। भन त भाइ काट्ने चाहिँ कस्तो मुले हाल्नु बोले सानो ठुलो टिक्क सबैको हाल्नु मुले हानेर अनि चोकतिर चलपल दिनुपर्छ गाईहरू। लगाइदियो लास्टमा फाइनल लुक्स हेर नि, फेरि भिडियो पनि लामो हुन्छ अहिले। मैले चाहिँ काटिसकेँ, यता मुले ढाने अनि दाह्री पनि चट्ट मिलाएँ। अनि यता साथीको कट हुँदैछ अहिले, त्यसको नि मुलेटै हान्ने हाँस्लो भन्दैछ त अहिले। अखा देख्नु क्या अब चाहिँ यतिकोले चलपल दिन्छु नि खड्के होइन। सरको चाहिँ यता दामी लुक्स निस्किसक्यो होइन, मुलेट हानेरले पनि। अनि हाम्रो यता अब सरको पालि आउँदैछ। सरले चाहिँ हार्सलो भाल्ने भन्नुहुन्छ होइन। सरले पनि आजदेखि अब जीवन सुखमा राम्रो चलपल दिने हो कि के छ हो भाइ हो। ल दाइलाई भाइ भनिदिन्छ अनि यस्तै छ यस्तो फेरि। जब लास्ट कपाल कट चाहिँ यसकै हो। अनि हामी लाग्छौँ सिधै घरतिर। त्यसलाई पनि ढिलो भइसक्यो। उमङ लगाएर जाने अरे, माछा आज किनेर ल्याउँछ अरे माछा होइन। खड्के हेर्नुहोस् है के छ खबर। फेरि सानोदेखि यसलाई मैले खड्का खड्का भनेर फेरि खड्का केटीलाई मन पराउँछ क्या, त्यहाँदेखि नाम राखिदिएको खड्का भनेर। अनि खड्के खड्के मात्रै भन्नु आउँछ मलाई। यसको बचपनको गर्लफ्रेन्डको नाम चाहिँ थियो क्या खड्का। नाम त नभनिदिउँ थर मात्रै खड्का। के त आफै नाम सुनाउँछ अब त्यो ट्याक्सहरूको नाम सुनाउँदाखेरि यसो बिच्किन्छ बेला बेला, याद आउँछ नि त झसक्क। छोडेर गए पनि याद अझै ताजै छ मनमा होइन। लगाइ त्यही भएर मैले चाहिँ मायाले खड्के भनेको। अनि तपाईँहरूले पनि कतै बाटोमा देख्नु भने चाहिँ खड्के नभन्नु होला। फायर भयो यो फेरि फायर भयो भने फेरि तपाईँहरू यसलाई कन्ट्रोल गर्नु सक्नु हुँदैन। दमकल समकल केही नै कन्ट्रोल हुँदैन यो। त्यही छ गाइज। ल रोशन, यसको नाम चाहिँ मायाले सबैले रोशन भनिदिनु होला। ल बाल पनि कट भइसक्यो होला यसको। अनि मेरो लुक्स चाहिँ यस्तो भएको छ अहिले। चट्ट लाएर कपाल पनि माथि बनाएको होइन, दारी सारी हानेर। लगाइ यसको बाल हानिसकेर हामी जान्छौँ घरतिर। लगाइ यसको सबको बाल हानेर चट्ट लाएर यसपछि एकजना भाइ आइहाल्यो भने चाहिँ एकजना भाइ छ यो भाइ पछि। लगाइ हामीले चाहिँ 3 भाइले कपाल हाल्यौँ होइन। ल गणेश दाइ अब हामी लाग्छौँ ल। ल एकदम बिस्तारो जाऊ। ल धेरै पछि आयो कपाल काट्यो होइन अलिक कम हुँदैछ तिम्रो, ग्यापिङ भइरहेछ अलिक छिटो आउने गर। कपाल अहिले फेरि मैले अलिक पाल्ने सोचमा छु क्या दाइ, त्यही भएर अलिक म आउँदै थिइनँ। अबदेखि फेरि मुलेट हान्नु म महिना पछि झरिबस्छु नि। छिटै छिटै गरेर आउन, मलाई पनि अलिकति भाडा चाहिनु पर्छ नि त, त्यही भएर के। हुन्छ गाइज, ल तपाईँहरू पनि यतै समयगढतिर यताउता नजिक हुन्छ भने चाहिँ झर्नु होला गणेश दाइकोमा। दामी कपाल काट्नुहुन्छ यहाँ। अनि यता हाम्रो रोशन साथी पनि आज ह्याप्पी भएर लाग्दैछ अब। ठिक छ नि हेर्नु सर निकाल्नु। ल गाइज अब हामी घर गएको, कपाल सपाल काटेँ। आजलाई चाहिँ भ्लग यति नै। बाई बाई।